यो सिबल तरुलको साग खाने हो। पैसा बेलामा चाहिँ यस्तो तरकारी खाने हो, पैसा छैन के गर्ने हो, पैसा छैन। पैसा नभएपछि यस्तै साग खाने हो। सागहरू यसलाई चाहिँ पैसा पनि नपर्ने, टिप्ने खाने। बजारमा गए पनि किन्नुपर्छ। चाहिँ फ्रीमा यो चाहिँ यहाँ चाहिँ बजारमा त यो पनि पैसै हो, पैसै पर्छ यसलाई पनि। यस्तो सागलाई पनि पैसै पर्छ बजारमा। कस्तो नभेटा त। सहिलेसँग टिप्ने हो। यस्तो मन्टा छ कि यस्तो मन्टा। यति भयो अब चाहिँ चाहिँ यस्तो गरी पात लाउने हो। पात आउने अनि यस्तो मुन्टा मात्रै डाँठहरू चाहिँ पहिलो यस्तो पातहरू अन्त हामी यसलाई चाहिँ फाल्दिने यस्तो पात मात्रै। सक्यो अब यो डाँठो चाहिँ यस्तो मात्रै खाने हो। यस्तो भयो। अब यहाँ पानी तातेर पानी उम्लिसकेको छ। पानीमा हाल्ने हो पहिला, यसलाई उसिन्ने हो पहिला पानीमा। पानीमा उसिनेलाई अलि पाक्ने गरेपछि गरेर उसिन्ने हो। हालिदियो। अब यो पाक्दै गर्छ। अब खुर्सानी टिप्नु खुर्सानी यहाँ पाकेको छ। तिमीहरू खुर्सानी टिप्न आयो? खुर्सानी टिप्न आयो? खुर्सानी टिप्न आएको हो? यत्र करेलाहरू पनि फलेको छ। तिते करेला छ फलेको। तिते करेला पनि टन्नै फलेको छ। यता छ, यतातिर छ, भित्रै अन्नै छ। यति भयो। आजलाई पुग्यो खोर्सानी। अब उसिने रेडी भयो। यसलाई अलिअलि काट्ने हो। लसुन, खोर्सानी, टमाटर, जिरा पड्काउने अलिकति। त्यसपछि गरी लसुन, खोर्सानी पड्काउने। भुटेपछि अब यो सागलाई हालिदिने। भुट्ने अब
फेरि यो टमाटर भुट्ने। नुन खुर्सानी हालिदिने हो टमाटरमा। अब टमाटर पाकिसकेको छ, ग्रेभी बनिसक्यो। अब अघिको साग चाहिँ यहाँ भुटेर यहाँ निकालिरहेको चाहिँ लसुन खुर्सानी हालेर भुटिराखेको। अब यसलाई यहाँ मिसाइदिने फेरि यसलाई यस्तो गरेर यति गरिसकेपछि अब भेडा टक पार्ने हो, खाने हो। त्यस्तो भयो। यस्तो बन्यो सिबल तरुलको मुन्टा। अब यो पाकेलो अब यो खन्याउने हो। त्यसपछि ढेँडोलाई पानी हाल्ने हो। अनि पानी उम्लेपछि ढेँडो टक पार्ने हो, खाने हो। ल यस्तो बन्यो सब्जी। अब ढेँडोलाई पानी हाल्ने, बरु पानी चाहिँ कम रहेछ। ल अब पाक्यो, अब खाने हो। यस्तो गरेर खाने हो ढेँडो। त्यसपछि साग, सिबल तरुलको मुन्टाको साग।